दुर्लेखको सिमाना चाहिँ नि यो हो ल ठ्याक्क यो हिमाल फेरि अख्खा देखिन्छ होइन बबाल केटाहरूले फोटो खिच्दैछ नि यता हेलो यार नमस्ते सबजनालाई है त के छ सन्चै हुनुहुन्छ होला एकदम आरामै भने एकदम आरामै छु भन्नुपर्छ है अनि के छ हजुरहरूको गाउँको हालखबर मेरो चाहिँ एकदम बबाल छ अलि चिसो चिसो भइरहेछ भनौँ है मौसम चिसोको कारणले म चाहिँ आज सो बागलुङ र म्याग्दीको सिमाना आएको छु है सो एकदम हाइट छैन नि त एकदम पछाडि कति पछाडि गाडीको त कुरै नरम होइन तिनीहरू त कहिले आउने यहाँ थाहा छैन तेरो पनि घुम्नको लागि एकदम बबाल ठाउँ हारेको छ है लगभग दुर्लेखको एक स्टेप तल है सो धेरैजनाहरू आउनुभएको छ यो ठाउँमा है आइसक्नु भएको छ कतिजना लगभग बागलुङ र म्याग्दीको फेभरेट सिमाना भनौँ न त यो सिमाना भनिदिउँ होइन सो म चाहिँ नि त्यसको ठ्याक्कै अलगत्ती छु है यताउता गाउँहरू देखिन्छ त्यो सिमानादेखि सो गुराँस फुल्ने बेला चाहिँ आउनु होला अब चैत वैशाख नआएको साथीहरू एकदम बबाल हुनेछ होइन सो हेर्नु पछाडिपट्टि यो हयदेखि जङ्गलहरू सब गुराँसको हो है ल क्यामेराले खै लिएको लिएन नभए म ब्याक गरिदिन्छु है त ल सो अब चाहिँ नि ब्याक क्यामेरा ब्याक हुन्छ है यदि अलराउन्डर सब देखेको जति म मेरो क्यामेराले क्याप्चर गरेको जति भ्यूहरू म लिइदिने प्रयास गर्छु है त ल टक्क यो गुराँस फुल्ने बनाउनु यहाँदेखि माथि दुर्लेख पर्छ है सो यता पनि यस्तै छ हामी आउने बाटो यो भयो एकदम चिसो पटजार केही छैन यो काँडाको रुख हो माथि गुराँस लाली गुराँस ट्याक्क देउरालीमा आएको छ अनि केटाहरू चाहिँ अगाडि छ है ल हामी तिनजना चाहिँ नि पछि छोडेको होइन टक्क यहाँ चाहिँ नि आज यो लङ्के बहादुरले राखिदिएको ढुङ्गा हो कि यो चाहिँ नि है कसले राखिदियो भन्नु होला है यस्तो बबाल ढुङ्गा भेट्दा लिइरहेको छ भिडियो बनाइदिउँ होइन यसको हल्कै यहाँ फुलसुल चलाउँछ नि अब भनौँ न उसको मान्यता भनौँ पहिला अब बुढापाकाहरूको चलन मान्यता परम्परा देउराली यस्तो फुलसुल चढाउने हिमाल फेरि अख्खा देखिन्छ होइन बबाल केटाहरूले फोटो खिच्दैछ नि यतातिर चक्क लगाएर खै अर्को कता घर गइसक्यो त्यो हाम्रोले फेरि क्याप्चर गर्दैन त्यति राम्रोसित क्यामेरा फेरि हिमालहरू यस्तो देखिन्छ यो हिमालबारी त मनाङ मुस्ताङ पर्छ नि फेरि त्यस्तो एउटा खासै घामहरूले पनि देखिन्न सो त्यही हो अब लङ भिडियो त के बनाउने होइन के छ के देखाउने कहाँ अब यो रुख नभएको अब पात नभएको काँडा देखाइदिने यही त हो गरे अरू केही छैन यो फुलहरू फुल्न लाग्छ कागतकै भर्खर गरेर चाहिँ हिमाल यतासम्म छ सब हिमाल हो यो सो थोडा म चाहिँ नि दुर्लेखको पोइन्ट देखिन्छ कि यसो गोठहरू पनि छ नि त होइन टक्क यहाँ त्यो गोठालाहरू क्या यो चरनमा आउँछ नि त बर्खाको समयमा एकदम घाँसहरू लास बबाल हुन्छ आजभोलि त अब जाडोले लदेखिँदो रहेछ ल दुर्लेखको सिमाना चाहिँ नि यो हो ल ठ्याक्क यो पछाडिपट्टिको यो ठ्याक्क लगाएर है त ल को आउनुभएको छ यसो आउनुभएकोहरूले कमेन्ट डाङडुङ ठोक्नु होला है अरू केही होइन हिमाल चाहिँ बबाल देखिन्छ अहिलेको उसमा हिमालहरू म जुम गरेको छु है हल्का जुम गर्दैछु हाम्रोले त्यति क्यामेरालाई जति क्याप्चर गरेरसम्मको म देखाइदिन्छु है ल यही नै हो मेरो क्यामेरा क्वालिटी छैन जेठबाको छोरा उहाँ बसिरहेको छ यहाँ बस
बसिरहेछ भ्यूहरू लाली गुराँसको वन हो यो होइन अब कुरो छोडिदिउँ यता पनि यो पनि लाली गुराँसको वन हो यो सब लतक्क अल राइट गाइस होइन भ्यू स्यू देखिसक्नु भयो होला यता टक्क पछाडिपट्टि यही नै हो होइन अरू केही छैन खलास अरू अलि फेभरेट ठाउँमा गए पनि म यताउता भिडियोहरू अपलोड गरिदिने छु है सबजनाले माया गरिदिनु होला त्यही हो अब यस्तै त हो अब खासै बनाउँदैन हामीले इडेट सिडेट नै हान्दैन होइन जसले सुकै भन्नु लाग्छ तपाईँहरूलाई इडेट सिडेट छैन होइन जस्तो रियलिटी त्यस्तै सो गरिदिनु त्यस्तै ढ्याङडुङ पोस्ट गरिदिन्छु होइन म अब त्यो इडेट सिडेट यताउता पनि नगर्ने क्या धेरै टाइम लाग्छ नि त त्यो गर्दाखेरि झ्याउ नेट सोलो एकतिर अब अपलोड गर्दाखेरि पनि भिडियोहरू पनि 3-4 घन्टा लाग्दिन्छ कोही बेला त अलि लङ भिडियोहरू सो सबजनाले लाइक कमेन्ट हुन ल आजको भिडियो यति नै